Hello guys, welcome to my new YouTube vlog. Please subscribe and support me. हामी चाहिँ यहाँबाट मुस्ताङ निस्किँदैछौँ होइन, त्यसको लागि चाहिँ सबै कुराहरू प्याकिङ गरेर अब रेडी भइसक्यो। 10 मिनटपछि हामी निस्किन्छौँ गाइज, हेर्नु होला होइन। हाम्रो फाइनल डेस्टिनेसन भनेको चाहिँ मुस्ताङ हो। अब हामी यहाँबाट अहिले गएर आधा बाटोमा बस्छौँ कि पोखरा या बेनीमा बस्नेछौँ। भ्यायो भने चाहिँ हामी बेनी पुग्नेछौँ, यदि भ्याएन भने चाहिँ हामी पोखरा बस्नेछौँ। हेर्नु होला गाइज है, हामीले पुरै यहाँनिर प्याकिङ गर्दैछौँ सबै कुराहरू, हजुरहरूलाई देखाउँदैछौँ। नयाँ नयाँ भिडियो र नयाँ नयाँ कन्टेन्टहरू दिँदै हामी जानेछौँ। त्यसको लागि हजुरले नयाँ नयाँ भिडियो हेर्नको लागि सब्सक्राइब गरिदिनु अनुरोध गर्दछु। प्लिज सपोर्ट गरिदिनु होला है। ओके भाइ, स्टार्ट हान्नु त ल। निस्कौँ बिस्तारै निस्कौँ होइन। हेलो सन्तोष दोस्त। हेलो ल रेडी रेडी ल है त। ल हामी लाग्छौँ गाइज होइन। ल लागौँ 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 ल। पछि पछि बाइक बाई बाई बाई। हामी यहाँबाट चाहिँ अब पश्चिमतर्फ लाग्दैछौँ। अब पर्सा बजार आइपुगेको छ भर्खरै, घरबाट हिँडेर हाम्रो रोमो जाने लगभग हामी पर्सा बजार पनि कटिसक्यो, हेर्नु होला। केटाहरूलाई कुरेर बसेको थियो, केटाहरूले हामीलाई छोडेर गयो होइन। अगाडि चाहिँ ठिकै छ, हाम्रो बाइकमा हो भेट्छ। बगी चाहिँ हाम्रो अगाडि अगाडि छ। अब बगीलाई पनि भेट्न लागिसक्यो गाइज हामीले होइन। ओ माई गॉड, हाम्रो यस्तो मजा आउँछ कि यो भ्लग गर्नलाई पनि होइन। मलाई फेरि लड्कीहरू देख्नै हुँदैन अनि लास्ट गाह्रो हुन्छ। हाम्रो चाहिँ गाइज यहाँ चाहिँ यताबाट जाने होला हामी, नानघाटबाट होइन। हामी बाइपास हुँदै जाने हो, बाइपासमा यताबाट जाने होइन। बाइपास हुँदै जाने कताबाट? ल हाम्रो दाइले चाहिँ अब लोकेसनै चेन्ज गर्यो गाइज होइन। जताबाट भयो भने गन्तव्य एउटै हो, हामी पुगिन्छ, टेन्सन छैन त्यसको। हामी चाहिँ अहिले भरतपुर एयरपोर्ट ट्याक्कै टेकिसक्यो गाइज होइन। भरतपुरमा छ हाम्रो दाइले ब्लग गरिरहनु भएको छ होइन। अरू अगाडि त अगाडि हामी लगभग यहीँ भरतपुरमै छौँ। प्रचण्डको छोरीले क्या दामी बनायो है बाटो चाहिँ दोस्त। सोही बनायो, विकास भने यस्तो हुनुपर्छ के। विकास भने यस्तो हुनुपर्छ कि यस्तो। नेताहरू सब चोरै चोर मात्र छ यार। एउटा महानगरको मेयरले यति धेरै विकास गरिसक्यो, देशको प्रधानमन्त्री अर्थमन्त्री भन्नेहरू कामै नलाग्ने यहाँहरू हो। हामी चाहिँ भरतपुर एयरपोर्टमा छौँ गाइज अहिले भर्खरै होइन। अब यहाँबाट फेरि अझै लाग्दैछौँ हामी। हेर्नु होला भरतपुरको दृश्य। यस्तो यस्तो नयाँ भ्लगहरू आउनेछ, अझै कन्टेन्टहरू आउनेछ, राम्रो राम्रो कन्टेन्टहरू। यो सुरु भ्लग भएको कारणले गरेर होइन, भिडियोहरू स्किप नगरिकन चाहिँ तपाईँहरूले होइन हेरिदिनु होला है। हेलो रोमो दाइ। कहाँनिर हो झन्डा हाल्ने यार? ठिकै हो क्या हो। चोपा कुदाएको छ त। हामी चाहिँ झन्डा हाल्नको लागि गाइज यहाँनिर आउँदैछु। झन्डा हाल्नको लागि भर्खरै आइपुग्यो नानघाटबाट। अलिकति भित्र छ के भन्ने ठाउँ, यो त मलाई पनि थाहा भएन होइन। झन्डा हाल्नको लागि रोकिएको छौँ हामीले चाहिँ। सिट झन्डाहरू हालेर टक्क अगाडि मुस्ताङ जाने क्रममा छौँ। अझै पनि हामी जान्छौँ। अब धेरै नै ढिलो भइसक्यो। अब एकछिनपछि 10-15 मिनटमा यहाँ काम छ। काम सकेपछि हामी जानेछौँ। पोखरा बस मार्ग आइपुग्यो।
यहाँ बेनी गएर क्लिप ट्याक्क दामी आउँछ होइन टेन्सन नगरौँ होला रमाइलो छ त्यसरी वर्षमा एकचोटि ट्राभल गर्न पाएर यस्तो रमाइलो कति कुदाएको त्यसले त यार आमामामामामा Bawang to sa akin. Oh, namaskar. Woo! Sorry. Student जब मुझे आजा भाई. बाइक ले बैठी ना कुछ नहीं करेगा. बाइक ले बैठी कुछ नहीं ना. बाइक पे वो जो दामी हो रहा है साहब sorry यार बाइक ही sorry ना है ना इतनी ब्लॉक और रही है ना. कब ने माय ममता दिखा रहे वन सब्सक्राइब कर दी नो है. बड़ा ब्लॉग से काम सुना है ना. सब्सक्राइब करो वाला ये मेरे ब्लॉग को. इसको रैप को रिजल्ट सब. बगी साथीहरु हैन बाइकले भेट्नलाई यस्तो गाह्रो भइरहेको छ क्या हैन हाल्नको लागि अब यहाँनिर बसेको छौँ झन्डा हाल्छौँ पनि अब फाइनली हामी आइपुग्यो यस बाटोमा छौँ हामी अहिले अब झन्डा हाल्दैछौँ हामी झन्डाको लागि चाहिँ लिँदैछौँ झन्डा केटाहरूले झन्डाको लागि यहाँ लिँदैछ दुईटा हो केमा ठोक्ने काटी चाहिँ हो त्यो क्लिप गऱ्यो भने सही हुन्छ क्या सानो सानो खुर्पाले हुन्छ क्या ढुङ्गा पनि आएको छ यहाँ 50 रुपैयाँ केटाहरू छ 50 रुपैयाँ खुजुरा हेर त 50 को खुजुरा छ मसँग दाइ पखाउनु अहिले म भिडियो गरिदिन्छु ल 50 को खुजुराको लागि नि भिडियो गर्न पर्ने भयो यसलाई
होला गाइज होइन सर नमस्कार नमस्कार सर हजुर हजुर सर टेस्टको लागि सर हेरौँ भनेर हो कि सर टेस्टको लागि यो हाम्रो नेपाली प्रोडक्ट टेस्ट ड्राइभ सबै छ गियर ब्रेक सब एबिसी पुरै सर तर यो अलि सेफ्टी भयो नि त तपाईँको होइन सर यो यस्तो हो क्या यो हाम्रो चाहिँ मेन चाहिँ टेस्टको लागि हो यो होइन अनि हामी चाहिँ आबद्ध चाहिँ हाम्रो उहाँ हुनुहुन्छ नि कुन सर तपाईँहरू जस्तै यो गाडी ल्याउँदाखेरि कुनै कागजपत्र बनाएर सब छ सर छ सर पेपरहरू छ पेपरहरू नलिकन त हिँड्नै मिलेन नि 200 एनएसको त्यो ब्यागको पनि छ हाम्रो सरोज पर्जा अनि हामीले होम प्रोडक्ट खास यो पोखरामा चाहिँ गरेर हातले बनाएको कि पुरै हातले ह्यान्डमेडै हो के चाहिँ यहाँ छ सर 4-5 नम्बर तर यस्तो हामीले चाहिँ हिट बडी हुन्छ यो सबै आविष्कारक केन्द्रको यो तपाईँको राम्रो यसो हेर्दाखेरि सायद त केही भएन होइन त्यसको लागि हामी तपाईँलाई त कागजपत्र सोध्न भन्दा नि हामी तपाईँको हेर्नलाई हो क्या हेर्नु सर राम्रो छ गाडी त गाडीकै हो गाडीकै यो स्विफ्टको कारको टायरहरू सरोज आविष्कार सरोज पर्छ आविष्कार पेट्रोल हो कि डिजल हो पेट्रोल र मोदी 200 एरएफ 200 एरएफ को छ बाइकै नयाँ बाइकहरू छ नयाँ बाइकलाई हालेर यो बाइक 13 लाख रुपियाँ हो त माथि पुगिसक्यो तपाईँको एक पिस आफू गाडी हेर्दै हुनुहुन्छ यहाँको सरहरूले चाहिँ पुलिस सरहरूले राम्रो लाग्यो भन्नुहुन्छ होइन राम्रै छ गाडी त दुईजना मात्रै अट्टी गभर्मेन्टले चाहिँ हामीलाई यो टेस्टको लागि अप्रोड दियो भने हामी जे भने सिधा राख्नु पर्ने कि पानी होइन यस्तो सब जालीहरू राख्नु परेको तपाईँलाई पानी आयो भने त यहाँ त रुजाउँछ त भित्र सर अलिअलि कि त्यसको लागि के गर्नु पानीमा हिँडिँदैन नि सर नयाँ बाइक 20 हो यो हजुर मेन आवाज दिनु भएन डिस्टर्ब गराउनु भएन हामीलाई चाहिँ आवाज हाम्रो मामाहरूलाई पनि राम्रो लागेको छ यो गाडी त्यो कारणले गरेर हेर्नको लागि चाहिँ रोक्नु भएको छ सोधपुछ गरिरहेको छ है हामीले यो 10 करोडबाट बनाएर सौराको भिजिटको लागि उ गर्न खोज्दैछौँ कि त्यो त आफ्नो कतिको सक्सेसफुल छ सर ज्यादा जान्छ चलो ठुलो हालेको छ कि यो जति सानो भयो उति बढी भाग्छ भनेर माइलेज कति दिन्छ माइलेज 45 या अब तपाईँले नहालेर तेल हाले हेर्नु तेल भन्दाखेरि तेल भन्दाखेरि 0.5 लेखमा पो राखेको रहेछ 5 हातले सिक्यो है केही गर्नै मिल्दैन त सबै त्यसैले
जस्तै यो बढी अब हेर्दा हामी अहिले पोखरा पुग्ला हामी चाहिँ पोखरा जाने क्रममा यहाँ सरहरूले रोक्नुभयो बिचमा यो गाडी हेर्नको लागि हेर्नु होला दृश्य है हामीसँग कागज पत्र सब अलरेडी छ होइन हस् त सर हस् हजुरलाई पनि एकदम धेरै धेरै धन्यवाद छ हुन्छ सर हजुर त्यो बन्छ बिस्तारी यो बिस्तारै हामीले स्पेसल चाहिँ हामीले टुरिज्म एरियामा पानी आउँछको लागि हजुर यो बन्छ अब यो फर्स्ट के रोड हो भन्छ हाम्रो त्यसलाई योभन्दा नयाँ नयाँ बनाउँदै जान्छ तो ये वाली ये बीले चल के चल चल इसको तो अब एकदम सौदा है हाम्रो चाहिँ उपाय गाडी के गाडी है ल हेर्नु होला हामीले यहाँ इलेक्ट्रिक भ्यान नआउँदाखेरि यो गाडीले हाम्रो फेसबुकमा हेर्नुहोस् इलेक्ट्रिक भ्यान हामीले बनाएर ट्राई चारैजना चलाउनुहुन्छ है चलाउँछौँ चारैजना होइन जस्तै तपाईँले यो गाडी चारैजना चलाउनुहुन्छ चारैजना तालै पालै टाढाबाट चाहिँ हस् 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 धन्यवाद है सबैलाई अब हामी फेरि यहाँबाट लाग्दैछौँ गाइज है देख्नुभयो होला फाइबरको यहाँबाट सबै लाग्दैछौँ होइन युट्युबमा आउँछ तपाईँ युट्युब यो फोटो खिच्नु युट्युब त्यही हो। यही हो कतिवटा बनाउनु भएको छ एउटा मात्रै यो अहिले टेस्टको लागि एउटा मात्रै भेट्न पाउँदैन अहिले अब पछि डिमान्ड भयो भने लाग्ने हो दाइ अब ल बिस्तारै लागौँ है ल जम दोस् जम लागौँ है बिस्तारै अब धेरै राम्रो छ यो धेरै राम्रो छ नि लग्जरियस छ ल लागौँ दाइ बिस्तारै है पानी अलि आउँछ पानी अब यहाँबाट पनि हामी बिस्तारै लाग्ने क्रममा छौँ र बिस्तारै लाग्दैछौँ हामी गाइस जम दाइ जम दाइले नोक्दा यार रिप्लाई त फेरि सक्छ जस्तै आउँछ नि फेरि आँखा कसलाई जोड्नु पर्छ मलाई थाहा छ थुप्रै बजार है भर्खरै बजार हाम्रो ब्रदरलाई चाहिँ खतरा देखाएको छ है ढाका टोपीमा चाहिँ गाडी चलाउँदा झन् होइन मान्छे त ह्यान्डसम छ तै पनि अझै पनि झन् ह्यान्डसम देखाएको छ कि बुढो भन्दा पनि ह्यान्डसम देखाएको छ नेपालीको सान भनेको सिम्पल टोपी हो क्या भन्छ सही ठाउँमा चाहिँ ल है हामी चाहिँ अब यहाँ होटेलमा थोरै खाजा खान लागेको छौँ लास्ट भोक लाग्यो क्या धेरै खाजा खानको लागि चाहिँ रोकिरहेको छु है होटल चाहिँ यही हो दोस्त भोक लाग्यो होइन लास्ट भोक लाग्यो यार होटल यार यो पोखरा बाटोमा यस्तै हुन्छ क्या बिचबिचमा हुँदैन खासै होटल होइन डाँडा काँडारै अनि हामी चाहिँ होटल आइपुग्यो है ठ्याक्क अब होटल छिर्छौँ हामी धुलोले यस्तो चाम्रो बनायो कपाल बनायो यस्तो डेन्जर भएको छ यार यहाँबाट खाजा खाएर चाहिँ हामी बल्ल निस्किन्छौँ है धेरै भोक लाग्यो क्या यार कस्तो भोक लागिसक्यो गाह्रो हुन्छ नि त यार यहाँनिर कम गाह्रो हुन्छ नि कम लङ हिँडे हामी यार
फाइनली हामी चाहिँ अब खाजा खाएर निस्किँदैछौँ अब यहाँबाट जान्छौँ है धेरै टाढा छैन अब 30 देखि 35 किलोमिटर लगभग होला समथिङ 35 किलोमिटरको हाराहारीमा छ अब निस्किन्छौँ हामी यहाँबाट चाहिँ ल हिँड्दै गर्न त्यो बगी निकाल्नु पऱ्यो नि त अब जानु पऱ्यो यहाँबाट यात्रा लामो छ के गर्ने गाह्रो छ भर्खरै मामाहरूले रोकेको छ है मामाहरूले हेर्नको लागि के प्रचारको लागि हो यो सर होममेड हो सर यो होममेड सब अब गभर्मेन्टले अप्लाइड दिनु पऱ्यो नि त्यो त हामीले आविष्कार केन्द्रबाट बनाएर के प्रयोगको लागि लिएर हिँड्ने सल्युट गर्छु बगीहरू भएर बगीको दृश्यहरू भएर एकदम होइन मन पराइदिनु भयो एकदम एकदम खुसी लाग्यो होइन नेपाल पुलिसलाई एकदम सल्युट छ फेरि पनि है माधव दाई हुनुहुन्छ माधव खतेवडकी उहाँलाई भेट्न जाँदैछौँ हामी यहाँबाट हामी चाहिँ पोखरा टेक्यो भर्खरै पोखरा आइपुग्यो अब हामीलाई माधव दाईले कल गर्नुभएको छ यहाँ पोखरामा माधव दाईसँग भेटघाट हुन्छ हाम्रो पोखरा दृश्य नेपालबाट पोखरामा है रफ्तारमा कुदाएको छ अनि एउटा कुरो मैले भन्न चाहेँ मैले के भन्न चाहेँ भने देशको प्रधानमन्त्री केपी ओली ज्यू केपी बा भन्छ होइन मैले सल्युट गरेँ हजुरलाई जुन टाइममा नेपाल विकास हुन पर्ने थियो त्यो टाइममा विकास भएन एकचोटि तपाईँ पोखरा आएर हेर्नुहोस् होइन तपाईँको लगाएको दुईटी किडनी झरेन भने मलाई भन्नुहोस् के टाइममा विकास गर्नु पर्यो नि त देश मात्र खोक्रो बनाएर हुन्छ केपी बा हेर्नुहोस् त यस्तो यस्तो बाटो यो भएन नि भएन यो के गर्न खोज्यो हाम्रो केपी बाले चाहिँ लगभग अहिले पृथ्वी चोक आइपुग्यो पृथ्वी चोकबाट पनि फेरि हामी माथितर्फ लाग्दैछौँ होइन हाम्रो एउटा दाइले भेट्न बोलाउनु भएको कारणले गरेर हामी चाहिँ यहाँ दाइलाई एकछिन भेटघाट गर्छौँ दाइसँग केही कुराहरू राखेर अनि बल्ल यहाँबाट पनि लाग्छौँ आज यही बस्ने रे आज यहीँ बस्ने रे के काम त यार जाउँ भने पनि मैले पैसा धेरै खर्च हुन्छ नि त त्यो बुझ्नु पऱ्यो नि त्यसरी कहाँ हुन्छ त ठिकै छ जहाँ बसे नि हुन्छ पैसा चाहिँ ओभर खर्च हुन्छ भने र ठिकै छ हामी लगभग यहीँ आइसक्यो हामी चाहिँ अहिले पोखरा पुगिसकेको छौँ अब पोखरामा चाहिँ हामी आज एक्लै बसेर भोलि बिहानै बिहान चाहिँ हामी बिहानै मर्निङ टाइममा चाहिँ निक्लिनेछौँ दाइहरू यहाँ हुनुहुन्छ म चाहिँ बोकी राइड गरेर आएको छु अहिले पोखराको गल्ली
गल्ली घुमिरहेको छौँ हामी आज लगभग बास हाम्रो पोखरै हुन्छ जस्तो लाग्यो यति सफा यति स्वच्छ यति राम्रो वातावरण छ पोखरा अचम्म लाग्छ फाइनली हामी पोखरा आइपुग्यौँ आज पोखरातिरै बास हुन्छ होला अब भोलि चाहिँ हामी बेनी लाग्छौँ हजुर यता हाइवे यताबाट चाहिँ पुगिँदैन दाइ ए न त हाइवे निस्क्यो भने त हुन्छ हजुर हजुर एकदम चितवनदेखि आइपुग्यो हामी हामीलाई नि खुसी लाग्यो हजुरहरू जस्तोलाई भेट्न पायो होइन जाउँ न त्यहाँ अगाडि जाउँ होइन अनि हाइवे भेट्यो भने माथि लागौँ न भइहाल्छ नि हाइवे समात्दैन माथितर्फ लाग्यो टेक्यो सिग्नलमा बसिरहेको थियो अहिले जाम खुल्यो फेरि सिग्नल खुलेर अगाडि बढ्दैछौँ हामी दाइ र साथी चाहिँ उता अगाडि जाँदैछौँ अब यहाँबाट पनि माथितर्फ लाग्यो भने सिग्नलमा अलिकति टाइम वेस्ट भयो होइन ठ्याक्कै हामी पोखरामा छौँ पोखराको दृश्य हेर्नु होला होइन पोखरा यति सुन्दर छ ओमाइको 2 घन्टामा त पुगिहाल्छ नि अब रफ्तारमै हिँड्यो भने धेरै नै पर्दैन 60 70 80 लगभगको स्पिडमा हिँड्यो नि बेनी पुग्छ क्या मैले चाहिँ भने भोलि भ्लग गर्न सजिलो हुन्छ भनेको अब सुन्दर पोखरा कता आउँदै फाइनली हामी अहिले पोखरामा छौँ हेर्न सक्नुहुन्छ दृश्य सानो यहाँ दाइसँग एउटा काम भएको कारणले गर्दा हामी यहाँनिर बसिरहेछ दाइलाई भेट्दैछ बगी हेर्ने मान्छेहरू यहाँ छ टन्नै बगी क्रेज चाहिँ टन्नै छ है ठिक छ दोस्त यस्तो धुलो है आम्मामा छ बाटो त खतम के खतम भएको छ नि धुलोले त हामी चाहिँ अहिले पोखरामा छौँ यहाँ दाइसँग मिठो भेटघाट हुँदैछ कुराकानी गर्दैछ आजको लागि चाहिँ हामी यहीँ पोखरामा बसेर भोलि नयाँ यात्रा सुरु गर्नेछौँ बेनी हुँदै मुस्ताङसम्मको यात्रा भोलिबाट सुरु गर्नुहुन्छ यदि हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल रहेको छ @चामलिङ25 हस्त धन्यवाद न्यू भिडियोहरू भोलि आउनेछ